एउटै टाइममा दुईटा फरक टेस्ट भएको टमाटरको अचार कसरी बनाउने म भन्छु नि कसरी बनाउने। फर्स्टमा एउटा प्यान लिने, त्यसमा तेल तताएर जिरा, लसुन, प्याज अनि अलिकति बेसार हालिदिने अनि आफूलाई चाहिने जति चेरी टमेटोज हालिदिने। चेरी टमेटो छैन भने अर्को टमेटो हाल्दा नि हुन्छ। त्यसमाथि फेरि नुन हाल्ने अनि त्यसलाई मजाले पाक्न छोडिदिने, छोप्दै चलाउँदै गर्ने। टमाटर मजाले गलुन्जेलसम्म चलाउँदै पकाइरहने। त्यही टाइममा अर्कोपट्टि मिक्सरको भाँडामा धनियाँ, खोर्सानी, अलिकति पिनट र अलिकति टिमुर हालिदिने। त्यसपछि पाकेको टमाटरलाई त्यही मिक्सरमा हालेर सेलाउनको लागि छोडिदिने। यतापट्टि पकाउनलाई राखेको टमाटरलाई चाहिँ अझै लो फ्लेममा मजाले पकाउन थाल्ने। त्यसपछि ग्यास बन्द गरेर अलिकति टिमुर राखिदिने, अलिकति तिलको छोप राखिदिने। त्यसलाई मजाले चलाएर मिक्स गर्ने र यसको कन्सिस्टेन्सी चाहिँ यस्तो देखिन्छ। त्यसमाथि धनियाँ राखिदिने र त्यसलाई पनि मजाले चलाउने। हेर्नुहोस् त रेडी भइहाल्यो हाम्रो एउटा प्रकारको टमाटरको अचार जुन चाहिँ खानासँग खान मिठो हुन्छ। अर्को साइडमा रेडी पारेको मिक्सरलाई चाहिँ मजाले मिक्स गरिदिने र त्यसको कन्सिस्टेन्सी चाहिँ यस्तो देखिन्छ। यसमा अलिकति कागती पनि थप्न सक्नुहुन्छ तपाईँले अमिलो बनाउनलाई र यसलाई चाहिँ एज अ मोमोको अचार पनि युज गर्न मिल्छ है। भएन त यदि चाँडै एउटै टाइममा दुई खालको टेस्ट भएको टमाटरको अचार रेडी। अब तपाईँहरू पनि बनाएर खानुहोस् है त।